खोला तर्यो कि खोलाले लग्यो यति ठुलो बाढी आएको छ कि यति बेला माइला ओ दुभेली माइला बलगर है यहाँ चाहिँ निलमन राई छ केटा ओभर पर जस्तो तर्छु भने चाहिँ म त डर लागेर नतरेको हो इमान भन्छ बल गरो किन साह्रो पर्यो ल नाताहरू अब यस्तै हो अब नाताहरूले चाहिँ खोला तरेर गइहाल्यो अब म चाहिँ 1 घन्टाको बाटो घुमेर जानुपर्ने भयो यो खेल्नु पौडी खेल्नु नजान्नु नसक्नु पर्ने साह्रै पीडा रहेछ नाता हजुरहरू यहाँ चाहिँ टिप थापेको छ यो टिपमा पनि पानी लगेको हेर्नु न कति धेरै पानी छ भने राम्रो राम्रो यार अनि यो माथि चाहिँ माछा रुङ्ने ठाउँ मान्छेले माछा लगिदिन्छ भने यो चाहिँ निकै टाढा छ यहाँदेखि पारी हो आजको मौसम एकदम खुल्या छ ल नाताहरू अब माछाको लागि अगाडि लागे अब म भर परेँ म चाहिँ कस्तो भन्नु भने यो पानी रहेको कुलो छ अब यो कुलोबाट उता गएर माथि यता ठाडै निक्लिनु पर्ने हुन्छ म चाहिँ यताबाट बाटो बन्द भयो यहाँबाट पानी ल्याएको छ यसरी